तिमीले के गल्ती गरेको छौ र मलाई बार बार सरी भन्दैछौ? बार बार सरी भन्नको लागि बार बार कल गरिरहेछौ? भन त, किन मेसेज गरिरहेछौ? किन टेक्स्ट गरिरहेछौ? तिम्रो सरी तिम्रै पास राख, बुझ्यौ? तिम्रो सरी तिमी नै फिर्ता लग, बुझ्यौ? तिमीले जुन गल्ती नगर्नु थियो गरिसक्यौ होइन, मेरो मन नदुखाउनु थियो दुखाइसक्यौ, बुझ्यौ? अब तिम्रो सरी तिम्रै पास राख, बुझ्यौ? तिमीले सरी भनेर अब केही कुरा राम्रो हुने होइन, बुझ्यौ नि? केही कुरा सही हुने होइन, बुझ्यौ नि? तिम्रो सरी तिमी नै राख प्लिज। म तिमीलाई भुल्ने कोसिस गरिरहेको छु। मलाई बार बार कल नगर प्लिज, बार बार टेक्स्ट नगर, बुझ्यौ नि? बार बार मेसेज नगर प्लिज है। तिमी तिम्रो लाइफमा खुसी हो होइन, म पनि तिमीलाई भुलेर अगाडि बढ्ने कोसिस गर्दैछु, बुझ्यौ? म तिमीलाई भुल्ने यति धेरै कोसिस गरिरहेको छु, यति धेरै कोसिस गरिरहेको छु, तिमी बार बार कल गरेर सताइरहन्छौ मलाई यार, प्लिज होइन। अबदेखि मलाई कल नगर होइन, तिम्रो लाइफमा खुसी हो होइन, अगाडि बढ होइन। अनि म पनि तिमीलाई भुल्ने कोसिस गर्दैछु, लाइफमा म पनि अगाडि बढ्दैछु होइन, तर मलाई बार बार कल नगर प्लिज है। म थाकिसकेँ यार, थाकिसकेँ। तिमीले नि सन्चो भएको घाउ फेरि बल्झाउने कोसिस गर्दैछौ, बुझ्यौ नि? म तिमीलाई भुल्न चाहन्छु होइन। तिमी दिन प्रतिदिन होइन कल गरेको गरेकै गर्छौ, कल गरेको गरेकै गर्छौ, मेसेज गरेको गरेकै गर्छौ होइन। अनि सरी भन्छौ होइन, सरी भन्नको लागि होइन तिमीले कल गर्न पर्दैन क्या? सरी भनेर केही कुरा सही हुँदैन क्या, बुझ्यौ नि? तिमी तिम्रो लाइफमा अगाडि बढ होइन, म मेरो लाइफमा अगाडि बढ्छु। सो तिमीलाई भुल्ने कोसिस गरिरहेको छु प्लिज है। अनि मलाई बार बार कल नगर, आफ्नो ख्याल गर है। त्यही नै हो, गुड बाई। अनि मलाई फेरि चाहिँ कल नगर प्लिज है।